ल वेलकम छ है यो सानो अनि छोटो अनि मिठो मेरो भ्लगमा। आजको यात्रा भने चाहिँ हाम्रो केराबारीसम्मको है त, केराबारीमाथि डाँडासम्मको हो। हामीले यसो टिकटकमा एउटा भिडियो देखेको थियौँ, राम्रो भ्युज आएको डाँडा देखेको थियौँ। सोही भिडियो हेरेर चाहिँ हामी केराबारीमाथि डाँडासम्म लाग्दैछौँ। यो चाहिँ बाँसबारीदेखि यात्रा सुरु हुन्छ। हाम्रो चाहिँ पैसा सकेको कारणले हाम्रो प्राचीन दाइ चाहिँ एटिएम छिर्नुहुन्छ पहिले, त्यसपछि पैसा निकालेर हामी लाग्छौँ हाम्रो बसन्तीबाट, यो विराट चोकको है त। विराट चोकको खोर्सानी आइसकेपछि हामी चाहिँ साथीहरूलाई वेट गर्दै पर्खिरहेको थियौँ, तर साथीहरू चाहिँ अगाडि गइसक्नु भएको रहेछ र हामी साथीहरूलाई पछ्याउँदै क्रममा हामी खोर्सानीबाट केराबारीतिर लाग्दछौँ। र जाँदै थियौँ, बाटामा हामीले साथी भेट्छौँ। हामी जम्मा 4 जना गएका थियौँ। 4 जनामा यहाँ हाम्रो अर्जुन दाई, राजेश दाई, म अनि प्राचीन दाई जाँदै थियौँ। बिच बाटोमा हाम्रो अर्जुन दाइले चाहिँ नयाँ चस्मा किन्नुभएको रहेछ अनि हामी लाग्छौँ बाटो है त। निची केराबारी कटेर दामी डाँडातिर लाग्यौँ। अब हाम्रो आउँ सुरु हुन्छ भ्युज। लु हेर्नुहोस्, केराबारी माथिबाट देखिने दृश्यहरू कस्तो बबाल देखिन्छ है त। यो मौसम बबाल भएको बेला दामी देखिन्छ। र हाम्रो प्राचीन दाइले ज्यान फुलाएर सो गर्दै, हाम्रो राजेश दाइ फेरि हाई भन्दै भ्युज हेर्दै, घाम पनि थियो होइन। हाम्रो अर्जुन दाइ झन् चस्मा लाएर, नयाँ चस्मा लाएर, ओहो कति हाल्नुभयो भनेको 1000 रुपियाँ मात्रै भन्नुहुन्छ हाम्रो अर्जुन दाइ चाहिँ है त। अनि यता हामी प्राचीन दाइले अब ड्रेसअप चेन्ज गरेर अब फोटोसुटको लागि रेडी हुनुहुँदैछ। तर म भने भ्युज देखेर दङ्ग परेको छु है त। सबैजना, धेरैजना घुम्न आउनु भएको रहेछ होइन। सबैजनाले फोटो भिडियो खिच्नुभयो। त्यहाँबाट डाँडाबाट यदि मौसम सफा छ भने यस्तो बबाल क्लियर भ्युज देख्न सकिन्छ नि। आम्मामामामा, यस्तो लाग्छ नेपाल साँच्चीकै नै स्विजरल्यान्ड हो जस्तो लाग्छ क्या कुनै ठाउँ गएर हेऱ्यो भने होइन। अनि हामी चाहिँ केराबारीदेखि माथि डाँडाबाट जुम तानेर यो मोरङ अनि यता इटहरी, यता खोर्सानीको ठाउँहरू हेर्न सकिन्छ क्या, क्लियर मौसम भएको बेला। हामीले हेर्यौँ बादल त्यस्तै बबाल आएको छ, हरियाली कस्तो बबाल भ्यू देखिएको क्या। त्यसपछि हामी भ्युज हेर्दै चिसो र चटपटे खाँदै है। हामी चाहिँ फेरि त्यस्तो अल्कोहल कोही पनि खानुहुन्न होइन। अनि रमाइलो हुन्छ साथीहरू सबैजना भ्युज हेर्ने, चटपटे खाने, भ्युज हेर्ने, चटपटे खाने, कोक पनि खाने अनि आइसक्रिम पनि खाने, चिप्स पनि खाने होइन। यो चाहिँ सस्तो खालको घुमाइ हुन्छ हाम्रो, त्यस्तो एक्सपेन्सिभ हुँदैन होइन। भ्युज हेर्दै मैले चटपटे खाएँ अनि साथीभाइले पनि चटपटे खानुभयो। सबैजनाले चटपटे र चिसो खायौँ, रमाइलो। रुम भाइ हो, सिस्टम फाड देंगे। हाम्रो चटपटे र चिसो खाइसकेपछि अब हाम्रो सुरु हुन्छ फेरि भ्यू हेर्दै केटाहरूको फोटोसुट है त। फोटोसुट केटाहरूले फेरि बबाल हान्छन्। मैले पनि भ्युज हेर्दै 1-2 फोटो हाने, यसरी चट्ट कपाल मिलाएँ। अनि हो शाहरुख खानवाला दिन मन थियो तर होस् भने है त। त्यसपछि भ्युज है केराबारीको बब्बाल दामी आउँछ। केराबारीको डाँडाबाट चटपटे खाँदै, यो चाहिँ चटपटेको पसलहरू हुन्। हामीले चटपटे खाँदै यहाँबाट भ्यू चाहिँ बब्बाल देख्न सकिन्छ। यो घाम डुब्दै गरेको भ्यू हेर्नु त कस्तो दामी देखिन्छ। सर्रा हावा चल्या होइन। चिसो चटपटे खाना मजा आउँछ। यहाँ टोलीहरूको चिनी होइन, पुरै फोटो सुटिङ हुँदैछ यहाँ, फोटो सुटिङ। आहा, राइस सम्हाल हाम्रो राइस सम्हाल दाइ, हाम्रो राइस सम्हाल। ल यो चाहिँ हाम्रो दाइ। ल हाम्रो चाहिँ फेसन डिजाइनर दाइ। ओहो हाम्रो क्यामेराम्यान दाइ, राम्रो फोटो खिचिदिनु पर्यो, भरे फेरि तन्खा राम्रो आउँदैन। ओ प्राचीन दाइ, राम्रो फोटो आएन भने उसलाई स्यालेरी राम्रो नदिने है। ओ स्यालेरी जाला है फेरि, अलिक राम्रोसँग भिडियो निक्ल्नु ल।
दाइ कम्तीमा हात त एउटा ह्यान्डल उयसमा राख्नु बाइकमा। फाइनल्ली आजको टाइम चाहिँ होइन हाम्रो यहीँबाट अन्तिम हुँदैछ मेरो भ्लग चाहिँ यहीँसम्म अझै केराबारीसम्म। रूम भाइ हो सिस्टम फाड़ देंगे।